यस नमस्कार सबैजनालाई। अहिले हामी बेथानचोक गाउँपालिका वडा नम्बर 3 को यो एरिया चाहिँ समुद्र सतहबाट 3018 को हाइटमा छ। अहिले हामी यो एरियामा चाहिँ अहिले यो बुद्ध पार्कमा छौँ हामी। बुद्ध भगवानले सबैजना देश विदेशमा रहनुहुने नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको रक्षा गरून्, कल्याण गरून्। सबैजनाको यो बेथानचोक नारायण स्थान मन्दिरले सबैजनाको रक्षा गरून्। हामी अहिले यतिखेर बुद्ध पार्कबाट चाहिँ बेथानचोक नारायण स्थानतर्फ लागिरहेका छौँ। यो बुद्ध पार्कबाट बेथानचोक नारायण स्थान जाने ठाउँमा नेपाल सरकार, त्यसै गरी बेथानचोक गाउँपालिका, प्रदेश सरकार लगायत विभिन्न तहहरूबाट चाहिँ विभिन्न निकायहरूबाट बनेका केही प्रतीक्षालयहरू पनि हामीले देख्न सक्छौँ। र पछिल्लो समय चाहिँ यहाँ क्याम्पिङ गर्न आउने आन्तरिक पर्यटकहरूले चाहिँ यस स्थानमा चाहिँ तोडफोड गरेर यहाँका चाहिँ पार्केटिङहरू बाल्ने, बारहरू बाल्ने, घरै भत्काएर चाहिँ बाल्ने किसिमका चाहिँ नराम्रा कर्महरू भएको कारणले यसलाई रोक्नको निमित्त कुनै पनि किसिमको चाहिँ पहल कहीँबाट पनि नभएको हिसाबले एउटा चाहिँ सामाजिक रूपमा एउटा दबाब सिर्जना गर्ने उद्देश्यको साथ चाहिँ हाम्रो अष्टमान तामाङ सर र हामी आइरहेछौँ। यहाँ हजुरले देख्न सक्नुहुन्छ यहाँनिर सबै पार्केटिङहरू चाहिँ उक्काएर बालिएको छ। यहाँ चाहिँ केही बाल्न बाँकी रहेछ, यो पनि केही दिनमा सक्छन्। यहाँ चाहिँ यो हाइटमा रहेको चाहिँ यो रुखको टुप्पासम्म काटिएको छ। यहाँनिर चाहिँ पर्यटन विभाग, नेपाल सरकार, पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विभागको महाभारत ट्रेल परियोजना अन्तर्गत बनाइएको यो एउटा सुन्दर घर, एउटा वुडन कटेजलाई चाहिँ यहाँनिर चाहिँ क्याम्पिङ गरेर बस्ने आन्तरिक पर्यटकहरूले चाहिँ यसलाई चाहिँ यहाँ ध्वस्त बनाएका छन्। न यहाँ पार्केटिङ बाँकी छ, न वाल बाँकी छ, न केही बाँकी छ। यो किसिमको दुर्दशा यहाँनिर भइरहँदाखेरि बेथानचोक गाउँपालिका लगायतका सरकारवाला निकायहरू चाहिँ मौन हुँदाखेरि चाहिँ अलिकति हामीलाई पनि दुःख लागेको छ। र यस विषयमा हाम्रो अष्टमान सरले के भन्न गइरहनु भएको छ? धन्यवाद कमलजी। यो चाहिँ एकदम यो हाम्रै सम्पत्ति हो। यसमा चाहिँ यसरी गर्न नहुने थियो। यो पर्यटनहरू आउने साथीहरू सबैजनाले चाहिँ यो यसरी यो भत्काइदिनु भएको छ। नभत्काइदिया भए हुन्थ्यो। र यो चाहिँ म चाहिँ विशेष गरी हाम्रा बेथानचोक गाउँपालिका सरकारले के भन्न चाहन्छु भनेदेखि यस्तो कुराहरूलाई चाहिँ पर्यटन आउने एउटा मुहान हो। हाम्रो यो नारायण स्थान मन्दिर भनेको समुद्र सतहबाट 3018 को हाइटमा यो भएको यो यति आनन्द छ कि यति आनन्द छ भनेर नै साध्य नै छैन। तर यसमा चाहिँ मैले आजभन्दा अगाडि पूर्व जनप्रतिनिधिलाई उहाँको कार्यकक्षमै गएर भनेको थिएँ, ल अब हाम्रो बेथानचोक गाउँपालिकालाई चिनाउने एउटा चिनारी बेथानचोक गाउँपालिका वडा नम्बर 3 को नारायण स्थान मन्दिर हो। यो मन्दिरलाई चाहिँ हामीले जोगाउनुपर्छ, त्यहाँ पर्यटक ल्याउनुपर्छ। त्यहाँ धेरै फोहोरहरू भइरहेछ, त्यसलाई चाहिँ इन आउट गराउने एउटा व्यवस्था गर्नुपर्छ भनेर मैले पूर्व जनप्रतिनिधि प्रेमबहादुर तिमल सिन्हाज्यूलाई पनि मैले त्यतिखेर उहाँको कार्यकक्षमा गएर नि भनेको थिएँ। उहाँले त भन्नुभयो कि हुन्छ भन्नुभयो, तर त्यतिकै उहाँको कार्यकाल सिद्धियो। त्यस पछाडि बेथानचोक गाउँपालिका अध्यक्षज्यू अहिलेका बालवाला हाम्रो भगवानजीलाई पनि मैले भनेको थिएँ, बारम्बार खबर पनि गरेको थिएँ, ल है अब हाम्रो यो बेथानचोक गाउँपालिकाभित्र विभिन्न किसिमको संरचनाहरू बनेको छ, यो तोडफोड होला, कुनै अब धेरै घटनाहरू घटिरहेको अवस्था छ, त्यस स्थानमा इन आउटको एउटा व्यवस्था गरिदिनुहोस्। तपाईँहरूले अरू केही पनि पर्दैन। बेथानचोक गाउँपालिका वडा नम्बर 3 मा चाहिँ घोरबाँधे भन्ने ठाउँमा गएर चाहिँ तपाईँहरूले त्यस ठाउँमा चाहिँ एउटा चेक पोइन्ट राखिदिएदेखि यहाँका केही साथीहरूलाई चाहिँ त्यस स्थानमा रोजगार पनि पाइन्छ हुन्छ भनेर हामीले भनेको पनि थियौँ। र हेर्नुहोस् तपाईँहरूले अहिले यस्तो राम्रो पार्केटिङ गरेको अवस्थामा अहिले यो माथिको पनि पुरै पार्केटिङ थियो, भत्काइसकेको छ। अहिले कमलजीले भन्नुभएको अनुसार भित्र पनि पुरै तसनस भएको अवस्था छ। अब यस्तो तरिकाले चाहिँ यस्तो हुँदाखेरि पनि हामीले त फोटोमा मात्रै देखाएको थियौँ, यथार्थ होइन होला भन्दाखेरि अहिले यो एरियामा आउँदाखेरि यसरी तसनस भएको अवस्था रहेछ। यो चाहिँ बेथानचोक गाउँपालिका सरकारले चाँडोभन्दा चाँडो यसलाई चाहिँ मध्यनजर गरिदिनु होला।
त्यो एरियामा आउने पर्यटन साथीहरूलाई चाहिँ इन आउटको व्यवस्था गरिएन भने यो सम्प्रदायहरू केही पनि रहँदैन। अब हामी केही क्षण पछाडि नारायणथान मन्दिरको एरियाको केही सामानहरू हामी हेर्न जाँदैछौँ। त्यस स्थानमा गएर हेर्छौँ। अब हामीले अहिले तपाईँको यो एउटा टोइलेट र हेर्नुहोस्, टोइलेट एउटा यो तपाईँले देख्नुहुन्छ, यो ल हेर्नुहोस्, यो यस्तो टोइलेट पनि थियो, यो भत्काएर अहिले टोइलेटको पनि अवस्था अलिकति यो नाजुक छ। यस्तो एरियामा यस्तो हुँदाखेरि पनि यहाँका स्थानीय सरकारले किन तपाईँहरू मौन बस्दिनु भयो? यो बेथानचोक गाउँपालिकाको एउटा सुन्दर एउटा चिनारी हो। बेथानचोक गाउँपालिका वडा नम्बर 3 नारायणस्थान मन्दिर।